भिडियो त परै राखोस् एउटा तलाई तुक्का भन्छु हैन हजुर एरोप्लेन पुग्छ नि त्यहाँनिर के पुग्छ एरोप्लेन लाम यस्तो खालको कमल हुन्छ रुवा कमलो अरे रुवा ढसना जम्मै भन्दा हाम्रो हात कमलो अरे अब घरिको घरि यसो गरिन्छ यसो गरि म अब भदौ असोज 16 गते कि कति गते ठ्याक्कै 80 वर्ष पुग्छु असोज 16 गते तपाईँको बर्थडे यो कन्टेन्ट क्रिएटर यो भिडियो बनाउनेहरू हुन्छ नि कसैलाई त मेरो त 1000 भ्युज पनि आउँदैन भन्नेहरूलाई चाहिँ के भन्नुहुन्छ राम्रो गरोस् राम्रो गरी ठुलो नभई बोल्दिनु ए केस बान्ने फुर्का कान बान्ने लुर्का हात बान्ने चुरो त्यो चाहिँ कुरो र सबैजनालाई सेवारो नमस्ते म नियन लिम्बू विगत धेरै पछाडिदेखि मैले मेरो फेसबुकतिर टिकटकतिर भिडियो हालेको थिइनँ अलिकति कार्यव्यस्तताको कारणले गर्दा आज मेरो साथमा हुनुहुन्छ एकदमै भाइरल प्रायः सबैले चिन्नुहुन्छ होला उहाँले कहाँ जानुभएको आज मेरो साथमा हुनुहुन्छ एकदमै भाइरल बोजू कोकु बुढी खङमा ए त्यसो त नभन्ने होला खङमा बुढी एकदमै भाइरल हुनुहुन्छ अनि म चाहिँ अलिकति कार्यव्यस्तताको कारणले गर्दाखेरि पनि भिडियोहरू हाल्न पाएको छुइनँ अनि सायद कतिजनाले त बिर्सिसक्नु भयो होला मलाई अनि कतिजनाले किन भिडियो हाल्दै छैन भनेर तपाईँहरूले लागिरहेको होला त्यो 1-2 दिनमा त्यो भिडियो पनि आउट हुनेवाला छ किन म बिजी भएको थिएँ भन्ने कुरा अनि आज आज यहाँनिर नि भिडियोमा के गर्नुहुने तपाईँ भिडियो त परै राखोस् एउटा तलाई तुक्का भन्छु हैन हजुर बुझी खा नबुझ जे गर एउटा कुरा छिट्टोमा छिट्टो हावाजहाज हजुर यो प्लेन भन्यो गिद्दा चरा मुसा छिट्टोमा छिट्टो काठमाडौँ विदेश कुन पुग्छ लु त्यो भन छिट्टोमा छिट्टो एरोप्लेन पुग्छ नि त्यहाँनिर के पुग्छ एरोप्लेन लाम छिट्टोमा छिट्टो हाम्रो मन पुग्छ जम्मै भन्दा छिट्टो होइन हो नि साँच्ची सम्झिसक्दा पुग्छ अनि तिनीहरू त उडी बस्नु पर्यो हरे गर्नु पर्यो पर्खिनु पर्यो प्लेनमा पनि अनि एउटा कुरा फेरि कमलोमा कमलो रुवा ढसना जम्मै सिराकमा कुन कमलो अब रुवा यस्तो खालको कमल हुन्छ रुवा कमलो अनि के कमल हो अब ढसना अछ्याउ होइन रुवा अछ्याउ भरे अन्तिममा हामीहरूको हात यसो गर्नुपर्छ पर्दैन यसरी सुत्नुपर्छ नि यो हामीहरूको हात कमलो अरे रुवा ढसना जम्मै भन्दा हाम्रो हात कमलो अरे अब घरिको घरि यसो गरिन्छ यसो गरिन्छ जतिसुकै त्यो राम्रो बेडमा सुते पनि जतिसुकै त्यो नर्मल बेडमा सुते पनि हातै एउटा त्यो भो अनि ख्यालीको नाउँमा अचेलको हातले बनाउटी भन्छ होइन आकाश र पताल जोडेर कता उहिले हामीहरू भन्थ्यौँ यो केस बान्ने फुर्का यो हजुर केस बान्ने फुर्का कान बान्ने लुर्का चेप्टे सुन लुर्का अनि हात बान्ने चुरो त्यो चाहिँ कुरो साम्याङले सिक्री युपा रेखिका साम्याङ भनेको सुन युपा भनेको चाँदी सुनको सिक्री चाँदीको खिका विमनसिप मेलो मनसिपले ठिक्का विमनसिप होइन मनसिपको ठिक्का सही कुरो गर्नुभयो भनेको त्यो एकचोटि सबै त्यो एकैचोटि भनिदिनु न ए केस बान्ने फुर्का कान बान्ने लुर्का हात बान्ने चुरो त्यो चाहिँ कुरो साम्याङले सिक्री युपारे खिक्का विमनसिप होइन मनसिपले ठिक्का होइन अब होइन
हामी अनजान छौँ। उहिलेको अब उहिले त त्यो यसरी पालाम नाचेर ख्याली गाएर पो बिहे गर्ने चलन थियो अरे त हो। वारी नदी पारी नदी माझैमा कपासे कागतको ताउमा हजुरको नाउँमा मै बसे तपासे। आखिरीमा कसो थियो बिर्से नि म बसे तपासे। अनि को तपाईँले नि अहिले विश्वकप हुँदैछ थाहा छ? विश्वकप पहिला त सुन्नुहुन्थ्यो होला त्यो विश्वकप हुन्थ्यो नि। म कहीँ निस्केको होइन छुइनँ बिमार छु। विश्वकप भनेको चाहिँ त्यो धेरै राष्ट्रहरूबाट त्यो सुनको कप हुन्छ कि त्यो खेलाउँदैछ। तपाईँ चाहिँ अनि कुन देशको सपोर्टर नि? अब म बुढीले के जान्नु जेमा छोरा नाति जानिकारहरूले भन्छ होइन। अब जानिकार छोरा छ नातिहरू छ ऊ गाउँघर छौ यसो है भन्दा त्यसो गर्ने त हो नि। यसो है भन्दा त्यसो गर्ने म बुढी के अनि तपाईँ रोनाल्डो चिन्नुहुन्छ? कसलाई? रोनाल्डो भन्ने एउटा के अरे फुटबल खेल्ने चिन्दिनँ। मेस्सी चिन्दिनँ। त्यसो भने गोल खेल्नेहरू चिन्नु हुँदैन तपाईँले? त्यसैले यति चाहिँ भन्दैन त यो पालको विश्वकपमा चाहिँ कसले जित्छ होला? म देशको 4टा देशको नाम भनिदिन्छु। लु म जान्दिनँ। जान्नु हुँदैन? कसले जित्छ नि अब जान्दिनँ। नजानेको कुरो म भन्दिनँ। अझै पुग्यो यो तपाईँको साथी होइन? साथी जेठी छोरीले यत्रोमा पठाइदिएको। जता जाँदा नि तपाईँले न पछ्याउँछ। राति ठिक्कै जहाँ गयो नि आउँछ मेरो घरतिर सुत्नु। नाम चाहिँ के राखिदिनु भएको हुन्छ यसको? पुक्कु अरे। आशिषले चाहिँ कल्या भन्छ। विवेक र विवेकिनी नातिनी बुहारीले पुक्कु भन्छ। म चाहिँ तपाईँ चाहिँ आच्छे भन्छु च्यो भन्छु। आच्छे भनेको त च्यो होइन त। अहिले कति वर्ष पुग्नुभयो तपाईँ त? म अब भदौ असोज 16 गते कि कति गते ठ्याक्कै 80 वर्ष पुग्छु। असोज 16 गते तपाईँको बर्थडे? ल अब तपाईँको बर्थडे खानुपर्छ। अब गरिदियौ भने खायौ नि म आफै गर्नु नाप्यो। असोज 16 गते होइन? असोज 16 गते तपाईँको बर्थडे भनेपछि कति सालको पो तपाईँ त? 4 सालको। 4 साल भनेपछि ठ्याक्कै तपाईँ 80 वर्ष पो लाग्नु हुँदो रहेछ होइन? 79 वर्ष अहिले 73 होइन? के अरे 83 होइन अहिले? 83 79 वर्ष पो लाग्नु भएछ त अब त। 79 इयर्स ओल्ड। हामी त अब त त्यति पनि बाँचिँदैन जस्तो छ त। अब के बाहिरको जङ्क फुडहरू खाइन्छ के कुनि के खाइन्छ ग्यास्ट्रिकले भेटेर अहिले नै। बाँच्नु नपरोस् भन्दा नि बाँच। अचलको छोरा नाति अहिले त अब बाँच्नु परोस्। मेरै उमेरसम्म अझै जितेर। तर 110 वर्ष बाँच्ने त देखेको। मुसा दाँते उम्रिँदो रहेछ दाँत। झरेर पनि फेरि ज्ञान हराएर भात खुवाइदिँदा हात भेट्यो भने टोक्छ। अनि चम्ची उहिले चम्ची थिएन। यत्रो डाडु बनाएर अलिक यसो भात अडिने डाडु बनाएर भात खुवाइदिनु पर्ने। माथि सन्थाक्रामा देखेको मैले। हामीहरूको गाउँको जमदारनी भन्नेको बाबु सन्थाक्रामा के देम्बा त्यसलाई देखेको। यस्तो चम्ची थिएन डाडुले भात खुवाइदिनु पर्ने। जारा पिसाब जम्मै एकै ठाउँ राल सिङ्गान एकै ठाउँ। नानी हुने रहेछ सहे नाङ्गेर चाहिँ। ठ्याक्कै यस्तो के हुन्छ त्यो साइकल सुरुमा बच्चा भइन्छ त्यहाँदेखि नानी भइन्छ फेरि हुर्किन्छ अनि फेरि जवान हुन्छ फेरि बुढो हुन्छ अनि फेरि नानी हुन्छ। फेरि एकताल नानी हुँदो रहेछ धेर बाँचेपछि। त्यस्तो नि देखेको म त सन्थाक्रामा दभानदेखि माथि। के देम्बा है थर चाहिँ के देम्बा। अनि तपाईँ अहिले यहाँनिर यहीँ बस्नुहुन्छ कि उता रमितामा बस्नुहुन्छ दिउँसो त? म यहीँ बस्छु। आऊ न अनि
आउनुहुन्छ नि अनि के म फरक यहीँ पर्दैन। बस्छु मेरा यही घरमा बस्छु कहाँ बस्नु यहाँ भनेको पुर्खौली जग्गा मर्दा बाँका आफ्नो पुर्खौली जग्गा गाउँलाई त्याग्नुपर्छ अब मान्छेहरूले गाउँ त्यागेर सहर निस्किसके तपाईँ चाहिँ नि हुँदैन आफ्नो जन्मभूमि छोड्नु नै होइन, अभाग हो ठुलो अभाग नि छोडेर जाने पनि होइन नि त बेला बेला यसो आउने हेर्ने जाने त्यसो पो त आफ्नो जन्मभूमि हेर बिर्सिनु हुँदैन मै मार्नु हुँदैन आफ्नो जन्मभूमि उहिलेदेखि बाबु बाजेले गरी ल्याएको त्यो टिप्नुपर्छ हामीहरूले गर्नुपर्छ पर हल्लिएर अब दोकान गर्छौँ भन्छौ के भन्छौ भयो भने खानु भएन भने चोर्नु चोर्नु त मिलेन नि भोकले त छोराछोरी मर्छ आफू नि भोकाइन्छ अनि चोर्दा मात्रै यहाँ त आफ्नो परिश्रम गर्नुपर्छ साग सब्जी हरेक इस्कुसको मुन्टा साग सिस्नु यो हाम्रो पानीहरू नि खाएर एक दुई दिन बाँचिन्छ यो मूलको पानी कहाँ कहाँ गनाउने पानी बगुवा पानीहरू खाइबस्छन् तम्बरमा साँच्ची भन्दा ऊ माथि लास पोल्दैछ यहाँ पानी खानु खाइन्छ होइन अनि त्यो हेरी यो हाम्रो पानीहरू त मूलको पानी त्यस्तोहरू खाएर नि बाँचिन्छ स्वास्थ्यको लागि चाहिँ गाउँघर राम्रो देश परदेश लाग्नु भन्ने कुरो एकछिन जानु भएको जहिले जानु त्यो नभएको मन पर्दैन म यो कन्टेन्ट क्रिएटर यो भिडियो बनाउनेहरू हुन्छ नि कसैलाई त मेरो त 1000 भ्युज पनि आउँदैन भन्नेहरूलाई चाहिँ के भन्नुहुन्छ अब सङ्घर्ष राम्रो गरोस् राम्रो गरी ठुलो नभई बोलिदिनु जम्मै साथीहरूलाई राख्नु अब उनीहरू त आकाश पाताल बोल्छ हो तिनीहरू सम्हालेर बोल्नु आफूले राम्रो आफै उनीहरूको भिज सिज बढ्छ नि म त बोल्नु जान्दिनँ म जान्दिनँ जम्मै कुरो मेरो विवेक नातिले जान्दछ म जान्दिनँ उसले भनेको भोर मात्रै नि म त यत्रोको जान्नु बुढी मान्छे बुद्धि हरायो चेत हरायो बोली रोकिन्छ बोली नै आउँदैन विवेकले गर्छ नि जम्मै कुरो म जान्दिनँ अब अर्कोचोटि कुरा म कस्तो खालको भिडियो बनाउने तपाईँहरूलाई कस्तो खालको मनपर्छ त्यो पनि कमेन्ट गरिदिनु होला होइन कुकु अब अर्कोचोटि चाहिँ यस्तो भनेर यस्तो कुकुसँग बनाउनु है भनेर मुनि कमेन्टमा पनि भनिदिनु होला अनि त्यस्तो खालको भिडियो बनाउने छौँ आजको लागिलाई चाहिँ यति नै अब आउने दिनहरूमा म भिडियोहरू कन्टिन्यू गर्नेछु नमस्ते पनि सेवा पनि जम्मैजना साथीहरू इष्टमित्रहरू यो पेकोन्दी बुढी त्यसै पो बाँचेको रहेछ नि नभनिदिनु होला जम्मैजना कहानी धेरै लामो छ होइन पेकोन्दी आउने भिडियोहरूमा कुरा गर्छौँ न सबैजनाले हस्त धन्यवाद सेवाहरू